मित्र, के तिमीलाई कहिले यस्तो लागेको छ कि तिम्रो पूरा जीवन पहिले लेखिसकिएको छ? जब तिमीले पूरा मनले मेहनत गर्यौ तर पनि हार्यौ, जब अचानक आफ्नै मान्छेले साथ छोडिदियो, जब जीवनले कुनै चेतावनी बिना तिमीलाई तोडिदियो, तब सायद तिमीले पनि आकाशतिर हेरेर सोध्यौ होला, हे कृष्ण, यदि सबै कुरा पहिले लेखिएको हो भने प्रयास गर्नुको अर्थ के? अनि संसारले तिम्रो काँधमा हात राखेर भन्छ, तिम्रो भाग्यमा जे लेखिएको छ त्यही मिल्छ। सुन्नमा यो कुरा शान्त लाग्छ, तर भित्रभित्रै यसले मानिसलाई कमजोर बनाउँछ, किनकि बिस्तारै ऊ विश्वास गर्न थाल्छ कि ऊ आफ्नो जीवनको स्रष्टा होइन, केवल एउटा कठपुतली हो। मित्र, यही सबैभन्दा ठूलो भ्रम हो। मानिसहरू भाग्यलाई नबुझिकन त्यसको नाम लिन्छन्, आफ्नो आलस्यलाई भाग्य भन्छन्, आफ्नो डरलाई भाग्य भन्छन्, आफ्नो हार मान्नेलाई भाग्य भन्छन्। तर गीतामा मैले भाग्यलाई कहिले जेल भनेको छैन, मैले त्यसलाई एउटा नियम भनेको छु, एउटा व्यवस्था, यस्तो तन्त्र जसलाई बुझेर मानिसले आफ्नो दिशा बदल्न सक्छ। आज म तिमीलाई बताउने छु भाग्य वास्तवमा कसरी काम गर्छ, किन तिमी फसेका छैनौ, कसरी तिम्रो आजको कर्मले तिम्रो भोलिको भाग्य लेखिरहेको छ। तर पहिले यो बुझ कि जीवनमा कुनै पनि घटना केवल किस्मतले मात्र हुँदैन। तिमी सोध्छौ मेहनत गर्यौ भने सफलता मिल्छ, वा यदि भाग्य खराब छ भने केही हुँदैन। तर गीतामा मैले भनेको थिएँ, हरेक कर्मका पछाडि 5 कारण हुन्छन्। पहिलो, स्थान, तिम्रो वातावरण, तिम्रा परिस्थितिहरू, तिमीसँग भएका साधनहरू। दोस्रो, कर्ता, तिम्रो सोच, तिम्रो अहंकार, तिमी आफूलाई के ठान्छौ। तेस्रो, इन्द्रियहरू, तिम्रो शरीर, तिम्रो बुद्धि, तिम्रा क्षमताहरू। चौथो, प्रयास, तिम्रो कर्म, तिम्रो मेहनत, तिम्रो निरन्तरता। र पाँचौं, दैव, जसलाई मानिसहरूले भाग्य भन्छन्। ध्यान दिएर हेर, भाग्य 5औं कारण हो, पूरा जीवन होइन। को अर्थ, भाग्यले तिम्रो सुरुवात तय गर्छ, अन्त्य होइन। मानिसहरू धनी घरमा जन्मिन्छन्, केही सङ्घर्षमा, यसलाई स्वस्थ शरीर मिल्छ, यसलाई मिल्दैन। तिम्रो प्रारब्ध हो, तीरहरू जस्तै धनुषबाट पहिले निस्किसकेका छन्। मित्र, तिमी ती परिस्थितिहरूसँग के गर्छौ, बाट तिम्रो स्वतन्त्र इच्छा सुरु हुन्छ। भाग्यले तिमीलाई पत्ता दिन्छ, खेल तिमीले नै खेल्नुपर्छ। मानिसको सबैभन्दा ठूलो दुःख उसको भाग्य कठिन हुनु होइन, सबैभन्दा ठूलो दुःख यो हो कि उसले प्रयास गर्न छोडिदिन्छ। भन्छ किस्मत नै खराब छ, बिस्तारै गर्न छोड्छ, पतन हो। कुरुक्षेत्रमा अर्जुन पनि यही भ्रममा फसेका थिए। आफ्ना अस्त्र तल राखिदिए, भाग्न चाहन्थे। उनलाई लाग्यो यदि सबै कुरा पहिले तय भइसकेको छ भने युद्ध गर्नुको अर्थ के? मैले उनलाई भने, अर्जुन, कि परिणाम थाहा हुनु भनेको कर्मबाट मुक्त हुनु होइन। उनलाई आफ्नो विराट रूप देखाएर भने, सबै योद्धाहरू मेराद्वारा मारिएका छन्, केवल निमित्त बन। तर यही भाग्यको सबैभन्दा गहिरो रहस्य हो। परिणाम जान्न सक्छ, तर कर्म तिमीले नै गर्नुपर्छ। तिमी पूरा दिन कोठामा बसेर सोचिरह्यौ मेरो भाग्यमा सफलता छ भने त्यो आफै आएर मिल्छ भने तिमी भोकै रहनेछौ, कि त्यो क्षणमा तिमी आफ्नै स्वतन्त्र इच्छाले असफलता रोजिरहेका हुन्छौ। के आलसी मानिसलाई बचाउन आउँदैन, भाग्य त त्यही व्यक्तिसँग हिँड्छ जसले हिँड्न सुरु गर्छ। अब प्रश्न यो हो, तिमी आफ्नो भाग्यसँग कसरी काम गर्ने? मित्र, सबैभन्दा पहिले आफूलाई पीडित मान्न छोड। जे बितिसकेको छ त्यसलाई स्वीकार गर। जहाँ तिम्रो जन्म भयो, जुन पीडा तिमीले पायौ, जुन मानिसहरूले तिमीलाई छोडेर गए, जुन असफलताहरू तिमीले भोग्यौ, तिमीसँग लड्न छोड। त्यो तिम्रो मार्ग थियो, तर यही क्षणदेखि तिम्रो हातमा एउटा शक्ति छ, तिम्रो कर्म। जब तिमी बिना डर, बिना भविष्यको चिन्ताले टुटेर पूरा निष्ठाका साथ कर्म गर्छौ, तब तिमी नयाँ भाग्य बनाउन सुरु गर्छौ। यहीलाई निष्काम कर्म भनिन्छ। तिमी आदि रोक्न सक्दैनौ, तर आफ्नो ढुङ्गाको दिशा बदल्न सक्छौ। र जब तिम्रो प्रयास शुद्ध हुन्छ, जब तिम्रो मन स्थिर हुन्छ, तब त्यही दैव जुन पहिले बाधा जस्तो लाग्थ्यो, तिमीलाई अगाडि धकेल्ने शक्ति बन्छ। त्यसैले मित्र, तिमी कठपुतली होइनौ, तिम्रो जीवन कुनै बन्द किताब होइन। केही पानाहरू पहिले लेखिएका छन्, तर अगाडिका पानाहरू अझै खाली छन्, र कलम तिम्रो हातमा छ। त्यसैले आजदेखि भाग्यलाई दोष दिन छोड। त्यो कदम चाल जसबाट तिमी डराइरहेका थियौ। आफ्नो कर्मलाई पूरा शक्तिका साथ गर, किनकि जब मानिस साहसका साथ अगाडि बढ्छ, तब पूरा ब्रह्माण्डले उसको दिशा बदल्न थाल्छ। तिम्रो भविष्य ढुङ्गामा लेखिएको छैन, तिमी हरेक दिन, हरेक निर्णयबाट त्यसलाई लेखिरहेका छौ। हरे कृष्ण।